के तपाईलाई थाहा छ अहिले न्युयोर्कको सबैभन्दा ठूलो म्युजियममा एउटा नेपाली मूर्ति राखिएको छ? 14औं शताब्दीको तामाको मिश्र धातुमा बनेको 10 इन्च अग्लो महिषासुरमर्दिनी दुर्गाको मूर्ति नेपाली नेवार कलाकारहरूले आफ्नो हातले बनाएको। तर यो मूर्ति अहिले नेपालमा छैन। अमेरिकाको न्युयोर्क सिटी द मेट्रोपोलिटन म्युजियम अफ आर्ट ग्यालरी नम्बर 252 त्यहाँ एउटा सानो लेबल छ, जिमरमन फ्यामिली कलेक्सन, गिफ्ट अफ द जिमरमन फ्यामिली 2012। गिफ्ट, उपहार रे। तर कसको उपहार? कसले दियो? कहाँबाट आयो यो मूर्ति? यो प्रश्नको जवाफ कसैसँग छैन। अनि यही त समस्या हो। नेपालबाट यो मूर्ति कसरी बाहिरियो? कुन मन्दिरबाट हरायो? कसले निकाल्यो? कसरी सीमाना पार भयो? यो सबै रहस्य छ। कुनै कागजात छैन, कुनै रेकर्ड छैन। बस एक दिन अमेरिकामा देखियो। अनि यो एउटा मात्र मूर्तिको कथा होइन। नेपालबाट सयौं मूर्तिहरू बिलाएका छन्। सयौं। कसैलाई थाहा नहुँदै रातको अँध्यारोमा मन्दिरका ढोकाहरू फुटेका छन्। देवी देवताका मूर्ति उठाइएका छन्, तस्करी गरिएका छन्। अनि वर्षौंपछि कहाँ भेटिन्छन् थाहा छ? अमेरिका, बेलायत, जर्मनीका म्युजियमहरूमा, कहिलेकाहीँ त कुनै अरबपतिको बैठक कोठामा। एकचोटि चागु नारायण जानुस्, हेर्नुस् त्यहाँका ताकहरू रित्तो छन्। मूर्ति बसेको ठाउँमा खालीपन मात्र छ। पाटनका पुराना मन्दिरहरूमा पनि उस्तै, भक्तपुरमा पनि, कीर्तिपुरमा पनि। जहाँ देवता बस्नुहुन्थ्यो त्यहाँ अब धुलो मात्र छ। यो मूर्तिको अब्जेक्ट नम्बर छ 2012.44.4.1। द मेटको वेबसाइटमा खुलेआम राखिएको छ। फोटो छ, विवरण छ। नेपाल 14th सेन्चुरी लेखिएको छ। सबैले देख्न सक्छन्। तर फिर्ता माग्ने कसले? सबैभन्दा दुःखद कुरा के हो भने धेरैजसो चोरिएका मूर्तिहरू कहाँ छन् भन्ने पत्तो नै छैन। कतै लन्डनको कुनै गोदाममा होलान्, कतै टोकियोको कुनै निजी संग्रहमा। हाम्रा देवी देवता विदेशमा बन्दी भएर बसेका छन्। तर नेपालीहरूले लड्न छाडेका छैनन्। लस्ट आर्ट्स अफ नेपाल जस्ता अभियानहरूले चोरिएका मूर्तिहरू खोजिरहेका छन्, पहिचान गरिरहेका छन्। अनि केही मूर्तिहरू फर्किएका पनि छन्, घर आएका छन्। तर अझै धेरै बाँकी छन्। यो दुर्गाको मूर्ति पनि बाँकी छ।